नमस्कार साथीहरू, सन्चै हुनुहुन्छ होला नि। म पनि सन्चै छु। आज हजुरहरूको माझमा मलाई एउटा सानो कुरा राख्न मन लाग्यो। सुनिदिनु होला। जीवन भनेको अनुभवको सुन्दर यात्रा रहेछ साथी हो। यस यात्रामा सुख र दुःख दुवै आउनेछन्, तर तिनैले हामीलाई समझदार मानव पनि बनाउँदो रहेछ। हरेक दिन सिक्दै एक अर्कालाई माया बाँड्दै अघि बढ्नु नै जीवनको साँचो अर्थ जस्तो लाग्यो साथी हो। त्यसैले सुख र दुःखलाई हामीले अँगालौँ, अगाडि बढ्ने कोसिस गरौँ। सुखको समयमा नमात्यौँ, दुःखको समयमा नआत्त्यौँ। है त साथी हो।